पढ्ने बेला मनिषाको पछि पछि लाएर हिँडिस, आज एसएलसीमा आलु खाइस हैन जाँठा? जा अब भैँसी चराउन, नत्र खान नि पाउँदैनस्। गाइज, पर्चन्ने भनेर 2-4 वटा मुर्रा पाल्न थालेको, मुर्रालाई सुहाउने राँगा नभेटिँदो रहेछ। तपाईहरुले राँगो चिन्नु भएको छ भने मेन्सन गर्नु त प्लिज। यो जाँठो भैँसीले राँगो खोजेर कराएर बस्नै दिएन। अब यो गर्मीमा मैले राँगो कता खोज्नु गाइज? गाह्रो छ जिन्दगी छ। गाइज, आज म शिकार खेल्न आएको छु। आज म बाघको शिकार गर्छु। भ्लग हेर्दै गर्नु, जानकारी गराउँदै गर्छु। जाँठो बाघले उल्टै मेरो शिकार गर्छ क्या हो न? हे प्रभु, मलाई बचाऊ। गाइज, यो बाघ त साह्रै गजको रहेछ। भरे टिकटकमा तेरो भिडियो पोस्ट गरिदिन्छु भनेको, आज मलाई जंगल सफारी गराउँदैछ। केटा हो, मैले भोलिबाट रक्सी खान छोड्छु। त्यसैले मलाई आजै बोलाएर टन्न पिलाइदेऊ होय। गाइज, हिजो भोलिदेखि रक्सी खान्न त भने थिएँ, तर पूजाको भट्टीमा खान्न भनेको आज अस्मिताको भट्टीमा आएको छु। तपाईहरुको पनि फुर्सद छ भने यसो मिलाएर आउनु। ए जाँठाहरू, यो यतिको भिडियो धेरै नहाल त। टिकटक खोल्न पाएको छैन, खालि त्यही सेतो भूतको भिडियो मात्रै आउँछ। दिक्कै लागिसकेछ। काठमाडौँको यो भेटभाटमा हिँड्न पनि गरोस्। म ठगिसके। मन परेसी पर्यो पर्यो, अर्काको गर्लफ्रेन्ड अर्काकी बुढी भनेर हुन्छ कि कसो गुरिल्लाहरू हो? कति हन्सम हो म, हाइट। ल हेर, धेरै हेन्सम देखेर तरुणीहरू ठोक्किन आका। मोही खाम्न भनेको अर्कै मोही बुझेछन् क्या रे? हा, लगाएर हैरान बनाए। मार्छन् क्या हो? बुनाले पकाएको चिया कति मिठो। यस्तो गर्मीमा पनि मनै हरर। मुनासँग मुस्ताङ आउने सोच थियो, तर मुनाले अर्कै बिएफ बनाइछे। आज सिंगल लाइफ रक्स भन्दै एक्लै मुस्ताङ घुम्नु पर्या छ। जिन्दगी दाल भात पावर 24 आवर कि कसो गाइज? आमा, भात अझै ल्याऊ। मलाई धेरै टेन्सन छ यार। मेरो साथीले भोलि दिन्छु भनेर मगेको पाउँछ। 2 वर्ष भइसक्यो, अझैसम्म दिएको छैन।